हेलो गुड आफ्टरनुन एभ्रिवान। सो म चाहिँ आज कहाँ जान लागेको भनेर हजुरहरूले एकछिनमा थाहा पाउनुहुनेछ। अनि यहाँ चाहिँ रहेको छ होइन, मेरो गाउँ रहेको छ। गाउँ चाहिँ राम्रोसँग देखाएको छैन किनभने घामले गर्दाखेरि नै राम्रोसँग देखाएको छैन। अनि यहाँ देख्न सक्नुहुनेछ, अब तपाईँहरूले भुत्छाङ होइन, राम्रोसँग त देखाएको छैन तर पनि अलिअलि छाँगा देखिरहनु भएको छ नि। हो पहिला पहिला बुढापाकाले भन्नुहुन्थ्यो यहाँ चाहिँ भूत आउँछ अरे। यदि हजुरहरूलाई घुम्न मन छ भने आउनु होला। चौतारा चामाचोकडी नगरपालिकामा अवस्थित रहेको भुत्छाङमा घुम्नको लागि एकदम राम्रो अनि रमाइलो ठाउँ रहेको छ। अनि एकदम ठन्डी के यो ठाउँमा चाहिँ होइन, लास्टै चिसो कि। अनि म चाहिँ बल्ल बल्ल पुगेँ पसलमा। पसलको घर चाहिँ देख्न सक्नुहुन्छ, त्यो घर रहेको छ। अनि सो पसलमा चाहिँ पुगेर म चाहिँ कुखुरा लिन गएको थिएँ। त्यही भएर खोरमै गएर कुखुरा छानेर एउटा भाले लिएर आउनुभयो अङ्कलले। अनि सो अलिअलि बाँकी बसेछ अनि त्यही भएर त्यो चाहिँ लेख्नु भनेर अङ्कलले भन्यो। अनि म चाहिँ फाइनली कुखुरा लिएर पनि घर फर्किएँ। अहिले कुखुराले याची गरेर होइन यस्तो बिजोग भयो नि, लास्टै गाह्रो भयो कि याची गरेर कुखुरा झरेर बल्ल बल्ल घर आइपुगे बिजोग।